आज चाहिँ हामीहरू घुम्न जान लाग्छौँ। हामी चाहिँ फेरि पनि गाउँमै छौँ। यो चाहिँ दसैँको भोलिपल्ट हो अनि हामी चाहिँ आज इन्डिया घुम्न जान लाग्छौँ है। हामी ट्रेनमा चढ्ने धमाकामा चढ्न लाग्छौँ आज हामीहरू सबैजना। हामी चाहिँ केमा छौँ रे? टाङामा। हाम्रो चाहिँ गाउँ यताबाट जान्छ। हाम्रो चाहिँ घर आउने भए आउनलाई बुलरी आउनुहुन्छ भने प्लिज भिजिट आवर होम। यता चाहिँ आमाले चिन्ता मान्दै हुनुहुन्छ घोडाको। यो चाहिँ गणेशमान चोक हो गाइस। यहाँबाट हामीहरू अब जिपलका चोक भन्छन्। गयो भने इन्डियाको बाटो हो यो हैन। इन्डिया आउँछ बोर्डरमा छौँ हामीहरू चाहिँ। म देखाउँछु हजुरलाई बाटो। यो चाहिँ इन्डिया जाने बाटो हो। यो चाहिँ भन्सार रोड हो। 10 को चौधो के गाइस। अगाडि चाहिँ चेकिङ पोस्ट छ नेपालकै हो। हाम्रो चेकिङ भयो होइन। के सोधिरहेको थियो पुलिसले रेकर्ड गर्छु भन्दाखेरि बिर्सेछु गाइस। अब चाहिँ अर्को चेकिङ पोस्ट आयो भने अवश्य म हजुरलाई देखाउन गएको छु। अब एकछिनमा चाहिँ हामी मोबाइलहरू केही पनि चलाउनु मिल्दैन होइन। यो यहाँको नियम नै रहेछ होइन। हामीले अघि सोधेको चाहिँ फुपूको चाहिँ दिमाग के छ भनेपछि मोबाइलमा फोटो नागरिकताको फोटो सिरियाको भनेर देखाइदिए आफ्नो आइडी मसँग थियो। यतिकै चाहिँ हुनुपर्छ कि कस्तो राम्रो छ कि जङ्गल राम्रो छ कुल छ वातावरण पनि। कस्तो चेन्ज भएको यहाँ नि यहाँ पसलहरू कति धेरै थियो नि। हामी त अचम्म परेको डेस्टिनेसन आइसक्यौँ। अब चाहिँ हामीहरू गाडीको भिडियोमा छौँ। बस कतिखेर आउँछ अरे? वेट गरिरहेको छ। एउटा गाडी आइरहेको छ घर होइन। ट्रेन चाहिँ बन्द रहेछ त्यही भएर हामी चाहिँ गाडीमा चढ्छौँ। यति खुसी भएको त त्यो गाइस। त्यो गाडी त हाम्रो घरतिर पो जाने रहेछ। गाडी कुनै नि नपाएर हामीले लिफ्ट माग्यौँ एउटा अङ्कललाई। यसो स्विट होइन हामीलाई लिफ्ट पनि यति मजाले दिनुभयो। अङ्कल हजुरको नाम? आपका नाम बताइए। रुदल कुमार नाम है मेरा। वाह और AWPS संस्था में काम करता हूँ। आयुर्वेदिक दवाइयों काम करता हूँ। गाइस फाइनली हामी चाहिँ आइसकेछौँ कैलाशपुर। यत्रो ठुलो तलाउ छ यहाँ कति धेरै होइन। लाइक बिच जस्तै छ क्या गाइस होइन। सिरियसली यति राम्रो फुलहरू छ होइन। कस्तो लागिरहेको त कैलाशपुरीमा आएर? अरे पान बनारस वाला अटोको लागि रोकिरहौँ हामीहरू। यसरी चाहिँ हाम्रो आजको भ्लग सकियो। हामीले चाहिँ फोटोसोटो खिच्यौँ। हामी त्यहाँ घुम्यौँ रमाइलो गऱ्यौँ होटेलमा बस्यौँ खायौँ होइन। चिया सिया के खायौँ होइन। धेरै नै रमाइलो भएको थियो। अनि यता बाबा मम्मीले चाहिँ खतरा फोटो खिच्नुभयो। हजुरले एकदमै लाइक गरिदिनु होला भिडियो। अनि त्यही हो। किप वाचिङ।